गाइस सबैजनालाई नमस्ते है साथीहरु सबैजना सन्चै हुनुहुन्छ। विष्टजी नमस्कार। हजुर नमस्कार। आज तपाईलाई बुढी पाल्ने दिनको सरी बुढी पुल्ने दिनको शुभकामना छ हजुर। अनि सन्चै हुनुहुन्छ विष्टजी? हजुर ठिकै छ हजुर। आज विश्वकर्मा पूजा कसरी बनाउनु भयो? आजको दिन पहाडतिर चाहिँ के गरिन्छ भनिदिनु पर्यो हजुर। तपाई बैतडीका मान्छे हो हजुर, सुखसाटा हो। आज नर्मल्ली हजुर हाम्रो यो विश्वकर्माको पूजा आराधना गरियो। त्यसै सिलसिलामा आज बेलुका आज राति भनौँ न हजुर हाम्रो यो बुढी 1 महिना पहिला बुढी राख्ने, आज बुढी पोल्ने र के लुतो खेल्ने दिन भन्छ। अब हाम्रो संस्कार हजुर हजुर सुदूरपश्चिमेलीको एउटा चाडपर्व जस्तै हो यो पनि। साथीहरु सबै मिलेर ग्यादरिङ भएर बस्ने अनि त्यो बुढी पोल्ने हैन, रमाइलो गर्ने पहाडको चलन त्यही त हो नि हैन हजुर? हजुर ल धन्यवाद छ। आफ्ना दुई कुरा राखिदिनु भयो साथीहरु सबैजनाले माया गरिदिनु होला, शेयर गरिदिनु होला। हाम्रो विश्वजीलाई अति माया गरिदिनु होला। धेरै धेरै